अब विवाह केटी माग्न जाँदाखेरि कतिवटा परीक्षा लिन्थे। पहिलेका परीक्षा हुन्थे अरे, मलाई त सबै आउँदैन थियो, त्यसै प्रश्न सोध्थे अरे के, कति बाट्यौ नाम्ला डोरी, कति बाट्यौ कुचा, कति आयो बुढापाका, कति आयो फुचा भनेर सोध्ने थियो अरे। अनि केटी पक्षले पनि जवाब दिन्थे, यति बाट्यौ नाम्ला डोरी, यति बाट्यौ कुचा, यति आयो बुढापाका, यति आयो फुचा भन्थे अरे के। अब अहिले त्यो प्रश्न छैन। एकजना व्यक्ति केटी माग्न भनेर गएछन्। अब जान त गए, तर आमा खुङखार रहेछन् अरे क्या ती कन्याकी। छोरीलाई माग्न कोही आयो भने चिरपटोलेर खेदाइहाल्ने। मेरी छोरी मात्रै देख्दा रहेछन् बिहे गर्ने, अरू कोही देख्दा रहेनछन् भने चिरपटोलीले खेदाइहाल्ने। आमा नभएको मौका छोपेर छिमेकी काकाले केटा लिएर गए। दुईजनाले हेरे, केटाले केटी हेरिन्, केटीले केटो हेरे। दुईजना हेरविचार भयो, मन परापर भयो, बिहे गर्ने भन्ने कुरा भयो। केटीले हुन्छ भनिन् बिहे गर्छु। त्यही बिचमा आमालाई कसैले खबर पुर्याइदिएछ, तपाईँको छोरी माग्न आएको होइन, लान आँटिसक्यो म परतिर गाउँकोले। आमा उहीँदेखि चिरपटे बोकेर आउनु भएछ, मेरी छोरी हेर्न आएको। अनि चिरपटो बोकेर आउनु भयो आमा, गएर खेदाउन आँट्नु भएको त्यो कन्याले भनेपछि एकछिन पर्खिनु भनेर एउटा पोको दिनु। पर जहाँ पुग्नुहुन्छ त्यहाँ गएर खोलेर हेर्नुहोस् भने केटोले हत्तनम पत्ता त्यो पोको बोकेर भागो। कुटाइ खानुभन्दा बरु भाग्नु बेस। भागो, पर गएर यसो त्यो पोको खोलेर हेर्छन्। खोलेर हेर्दा त एउटामा गोबर रहेछ, एउटामा गोबर, एउटामा कमलको फुल रहेछ। केही अर्थ बुझेन भने के गरे कि कस्ती खालकी रहेछ। अनि यस्ताले घर चल्छ मेरो? गोबर दिएर पठाइ माग्न गएको पहिलोचोटि। एकजना बुढा हजुरबासँग गएछन्, त्यो पोको लगेर राखिदिए। त्यही भएर कुरा सुन्नु बुढाको भनेको कारण यही हो। हजुरबाको अगाडि लगेर पोको राखिदिए, राखेर खोल्नुभयो। दुईटै पोको खोलेर हेर्दाखेरि बुवाले सिधै भन्नुभयो, बाबु केटी माग्न कहाँ गएका थियौ? व्यक्ति छक्क परेको, बुवा होइन तपाईँलाई कसरी थाहा हो? एउटा फुल जस्तै छ भनेपछि केटी पक्कै राम्रै हुनुपर्छ। केटीले तिमीलाई मन पराकी रहेछन्, तर के गर्छ बिचरा घरमा को छ गोबर बुद्धि भएको? व्यक्ति छक्क परे, गोबर बुद्धि भएको तिमीलाई केटीले, आमा अलिक छुच्ची छिन् हो। केटीले के भन्दैछिन् भने म त कमल कि फुल जस्तै राम्री छु नि, मलाई बिहे गरेर लिएर जानु। तर के गर्नु हेर्नु न, मेरो बिहे हुनै दिनुहुन्न, मेरी आमाको बुद्धिमा गोबर भरिएको छ। गोबरले गर्दा मेरो बिहे हुन पाएन हो। यस्तै अनेक प्रकारका व्यक्तिहरूले परीक्षा लिने गर्दथे। त्यो परीक्षा पास हुँदा मात्रै विवाह गर्ने चलन थियो। आज कर्दम ऋषिले ती सबै परीक्षाभन्दा पनि आसान ओछ्याइदिनु भयो।